यता हेर त क्यामेरामा हेर मेरो यो पाना कर यो नारीका छोरासँग यता हेर्दैन एकचोटि हेलो गाइज भन्दैन सो हेलो एन्ड वेलकम टु द गाइज फेरि पनि स्वागत छ तपाईँहरूलाई मेरो एउटा नयाँ भ्लगमा एपिसोड सन्चै हुनुहुन्छ होला र म पनि एकदम सन्चै आरामै फेरि पनि न्यू डे न्यू भ्लगको साथमा ट्याक्क लाएर उपस्थित भइसकेको छु एक बजारको भ्यू हेर्दै मस्तसँग यसरी पहुँच्यो देउलो यो मान्छे बसिरहन् ट्याक्क लाएर घामसाम पनि लागिरहेको अहिले चाहिँ सो अहिले चाहिँ म अब अम्बा खान आएको थिएँ तल अम्बा पनि सकिन लागिसकेको रहेछ भर्खर मिठो खाएको थियौँ गुलियै लाग्यो खानु मुखमा 5-6 जना टिपेर लग्छु पछि खानु पर्ला अरू त सकिने टाइम पनि भइसक्यो कि अम्बा खाने नि अम्बा छ नि तर यस्तो खानु क्या पुऱ्याइदियो अहिले चाहिँ ट्याक्क लाएर म धान कुट्दैछु है यसरी हाम्रो यता मिलमा यस्तो धान कुटिन्छन् अब ट्याक्क लाएर यति छिटो हुन्छ कि यो मासु कति छिटो गइरहेको यो यता चाहिँ यसको कन आउँछ है भित्रबाट यसरी आइरहेको पुरै भर्छ पारामा सो त्यही नै हो अब चाहिँ सकिन लाग्यो तल हात लगाइराख्नुपर्छ फेरि बिहा आउँछ नत्र रेडी 1 2 3 सक्यो फाइनल्ली अब त बन्द गर्छु मैले बन्द चाहिँ यताबाट गर्छ नि मिल चालु रन बन्द सो त्यही नै हो ल सो अल राइट गाइज ठ्याक्क लाएर होइन लास्ट चिसो बढेर पनि यहाँ लुगा अरू लाउनु पर्ने अवस्था भए लाइट बन्द गरिदिउँ भर्खर अब तलसल जानुपर्छ के कस्तो हुन्छ सो म देखाउँदै गर्छु च्यानलमा सब्सक्राइब गर्नु होला र बेल आइकनलाई पनि दबाइराख्नु होला नयाँ नयाँ ब्लग हेर्नको लागि खुर्सानी फलिदिएर चाहिँ फालिदिनु पर्छ के तल न छोडिदिउँ आज नफालौँ पछि शनिबार फेरि सब सफा गर्छु म मस्तसँग घामसाम लागिरह डाँडा आकाश पनि क्लियर छ बादल यस्तरी यो खुल्ला आकाशको कसम यो धरतीको कसम र यो मेरा अरू लाउने बाछा सुत्ने बेला खुट्टामा तेल लाउने हात उडाएर मुखमा लाउने सुत्ने गीत गाउनु अस्ति गाएको थिएँ त्यही न गाउने हो कि नै आउन भान्जी आउन ल भान्जा गीत गा ल मेरो भान्जा गीत गा छिटो यी पनि उस्तै मान्छे रहेछ नि यहाँ भान्जा त गीत गा आ भान्जा मेरो भान्जा पाइजाउँ यो भान्जी फटा रहेछ नि क्या मान्छे गीत गायो भने पनि गाउनु न यार लाइफस्टाइल चेन्ज गर आऊ त्यो राख लाइफस्टाइल चेन्ज गर्छु गर मेरो सङ्गत उमेर कति काँची कति विक्रम सम्मत भन्ने गीत आउँछ होइन मेरो भान्जालाई चैते भान्जा मेरो भान्जा चैते कसलो मान्छे हो मेरो साग उही न साग भान्जी खाने कि हो न भान्जा कसलो मान्छे आयो अनि आज स्कुलमा के भयो त भान्जा भिडियो भयो स्कुलमा बाउला पानी यस्तो सागसाग फलिरहेको हाम्रोमा ट्याक्क लाएर पानी सानी आयो चार्नुपर्छ भने भान्जा अस्ति भान्जा लिएर मैले लाम कि यो मेरो भान्जा लिएर मैले लाम बाजे कहाँबाट आयो त
ए बुवालाई ए ल त ल तमी जाओ चिया सिया खाओ ल बाजे ल लाइफस्टाइल छ मेरो बुङ्गुरको तम्रो बुङ्गुर को भन यहाँ त तम्रो को बुङ्गुर हो निकैका बुङ्गुर हुन् तम्रो हुन् तम्रो यो है सानो युवाला है तमी जस्तै छ त यो अवतार बिडिया बाँदर साले यो अवतार बिडिया बाँदर छ नि बाँदर तमी जस्तै अवतार बिडिया यो छ कि नै तमी जस्तै छ कि नै छमा भन हो तमी जस्तै बाँदर यो मेरो ठुलो प्यानी हो त्यो प्यानी कसले बनायो बुङ्गुरै प्यानी कसले बनायो मैले अरे यसको नि कता प्यानी मैले बनायो भने यार भच्काउन त थाहा भयो होला बढी बोलेपछि कसले बनायो तमीले कहाँदै सिक्दा नि आ भाइजाऊ अब त्यो आगो कसले लायो धुका लिएर त त्यो एयर पोल्युसन भयो कि नै त्यही भयो कि नै एयर पोल्युसन भयो कि के पोल्युसन भयो त्यो परेर चल्ला आ भाइजाऊ चल जाउँ घुम्न जाउँ अया बाबा के बाबा अरे हेर न कस्तो उम्रिहान मेरो गाउँ परि रोडमा नै कि तल्लो भाग होइन यो रोडको यतातिरको मास्तिरको केही होइन तल्लो कुरा गरे भने त्यही त मैले देखाउला नि त्यसमा के रोक्छु भने भाडी रोक्छु त्यो तल्लो भागमा पाती छ नि पाती तलतिर उडा 1 मिटर तँलाई पढ्न आउँछ कि नै ऊ हेर त आउँछ कि नै आउँछ खै भान्जी यिनलाई पढ्न दियो यिनलाई भान्जालाई पढ्न दियो ल भन्दा पढ त ल पढ यिनलाई आउँछ अरे पढ्न ल पढ ल पढ हेर काहुले भन्दा इन्डिया जाने थाहा छ तपाईँलाई पछि हेर्दाखेरि आउने भन्दा पढ्दै आउनु आएन तुरुमा पाइदिनु है जाने कि नै भन् यो कुरा गोप्य राख न यहाँ नि तेरो कान भन्नु यहाँ न साथी एकैचोटि भन्न दिएन तुरुमा छ नि ए माथि चढ्न जाउँ है यता हेर त क्यामेरामा हेर मेरो पन्टो तोरमा माथि जाउँ होइन कसलाई नभने है कसम अमन न है ल यस्तो हातले इसारा गरिसकेको भनिसकेको त ल है बाबु ल नमारे हजुर दाइले नमार है भाइ बाख्रा यहाँ नभनेको म बाख्रा चढाउन जान लाग्यो टेढिराखेन कि मलाई यसले किन टेढिराखेन कि बाबु तिमीले मलाई तँ किन चढाउ आएछ कि मलाई यसरी भने बालेर न आएको सिलिक्क भान चैती यसो त के होला मान पुष्पा ल चढ्न तँ पहिलेमा चढ मजासँग चढ भाइ त्यो पाती चढ त को चढ्दै भन् न त जो चढ्दै चढ म नाइ भन्ने नि तँलाई कसम लाइफस्टाइल गर्छु गर मेरो सङ्गत तँलाई यहाँ न तँ पाती चढ्न तँ पाती चढ कि भाइ पर यहाँ तँलाई परि त्यो भिमला डाक्ला खाउनु भाइ गालिदिन्न यार कोही अझ फेरि घामका उसले कालो देखि आउँला होइन कालो छैन तर मान्छे गरौँ यहाँ तँलाई के डाक्ला खाउनु कोही त छैनन् बिस्तारै भाइ बिस्तारै हिँड्न यार ए अगाउनु त टन्न अगा जस्तो छ कि यो के खाने भन्न तँ म त्यही खुवाउँछु यहाँ तँ यता भाइ खाने क्या पाती खाने क्या पात खान त ल मस्त खा तलि पढ्दैन है मलाई पनि के छैन मासु खानु बिहानी हो कि बाठो भन्ने हो स्किम तेरि बाख्री कामै छैन कि यसको हेर उता हल्का चऱ्यो अहिले यता आइहाल्यो फेरि यता आन के तँ बान्ने यसलाई बान्नै पर्ने हो कसम अति गरिसक्यो कि बाख्राले यहाँ छोड्दे भाइ तँ घरै आ के एकैचोटि तल नाप्नाप चऱ्यो यार खासै चढेन फेरि तापक्रम बढ्यो जरासोला फुट्यो यहाँ मम्मी बाख्रा आयो बाख्रो उही बाख्रा साथै पनि आयो अरू 2 जोडीदार कहाँदेखि आयो बाख्रा चामल कलाना भने त्यही मान्नु पर साथी आइगयो त इका यो टर्पी गएको यो लास्टै हेर यो साथ कला आउनु नि के बेच्दै त्यहीँ
आ त बाबु आ लाटा धर्म आ यसलाई हाम्रै बाँधिदिनु म यार एउटै बाँधिदिनु म यसलाई अरू दुईवटा साथी आइसकेको रहेछन् यसका फुपूले ल्याएर होइन अहिले यहाँ बाबै लाइफस्टाइल चेन्ज गर्छु गर मेरो सङ्गत उमेर कति कान्छ क्या माया लोटी है क्या ल भयो यति बेला ठनक्कै भयो है ल लाटा धर्म बस्यो है लड्डेका लड्डेका दाइसँग मैसा लड्डा खोज्दो साला के छ यता हेर त यता हेर बाटो भडै बाटो चराउन ल्याउने त बाख्रा भडै खान आए ल हेर चामल कलाउन लाग्यो किन बाजे दिने बाजे गर्दै घोगा खात्यो घोगा खात के ल्याए त मैले नुन यहाँ घोगा खात कोली खाने हो घोगा चामल कलाउन आयो म पनि कलाउन जान्छु त कलाउनु भान्जा तिमीले पढ्न आउनु अरे अहिले यहाँ तपाईँ दुईजना तपाईँ दुमै यहाँ आउन जाना अब लुकीचोर के खेल्न लागेको थिएँ लुकीचोर तपाईँ छ पुग्यो कि नै कहिले पुग्ने हो कहिले पुग्दियो तपाईँ छ भान्जा कहिले पुग्दियो छ कान्छा भाइ दिदी भाइ तपाईँ भाइ दिदी है दिदी भन्नु है के भन्ने अरे तपाईँ के भन्ने हो भाइ सम्राट भाइ भन्नु है ल के खेल्न लाग्यो त मेरो दुई लुकीचोर लुकी पाऊ ल खै कसरी खेल्ला हो लुक भान्जा पालो हो नि तपाईँ लुक है तपाईँ पुरा फर्क्यो तपाईँ म लुक आऊ यहाँ यता नै डेढी आँखा डेढी आँखा नै म भट्काउने म पुरो हेर निक्करी डेढी आँखा अरे है मान्छे हामी के खेल्न लागेको छु नभला है भान्जा आउन भाइ भान्जा आउन भान्जा आऊ भान्जा आगे लुक न तुम जा लुक भान्जी लुक भान्जा आइगे त पाएन मलाई के भन्न पाए यहाँ आउन त यहाँ आउन भान्जा यहाँ आउन भान्जा यहाँ म भेटाएँ होइन अब के भन्ने भन के भन्ने हो ल दा फुलेर नै कहाँ लुकायो भन्नु कसलाई भान्जीलाई भान्जी आफ्नो घर पुगिन अब आफ्नो हार भाइगन जाओ भान्जा
ल म भएन म खेल्दैन म मान्ने म खेल्दैन म खेल्दैन तपाईँ दुई मात्र खेल है ल जा लुकी पाउ खेल ल भान्जी आँखा बन्द गर तपाईँ हेरी छ है तपाईँले हेरी छ म मान्दैन हेरी छ नहेर ल जा जा पाओ भान्जालाई पाओ जा भइगयो जा भान्जालाई पाओ जा यता भान्जी 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 त्यो उता उता पानको पसल यो चाहिँ उसको औषधि हो नि ग्यास्ट्रिकको यो पथरियाको यो चाहिँ पथरियाको औषधि हो कि यो के हुन्छ भने बिहानतिर चुकिलो हुन्छ साँझतिर तितो हुन्छ क्या यसको पात खाएपछि पत्थरियाको औषधि हुन्छ म त्यही भएर सो खान लाम कसलाई खाने मन छ भने भन्नु होला प्लिज हम्बल रिक्वेस्ट यो वाला यही हो पात यो खाएपछि पत्थरिया सन्चो हुन्छ होला त्यही भएर म खान्न सन्चो बनाउनु पनि छैन हुनु पनि छैन मलाई बाजे के भयो के भयो भन न बाजे गीत बनाउने एउटा गर्प नगरायो बानु पना घुमायाको आहा लाई यो पना करायो बनारीका छोरासँग बसिकन खाने तपाईँ बाइजन त कालानीको थैले खाना बन्न बैकी बनी हेरी बेसे चनाकी कोडी झोला यसो दाजु झोला यसो बाजे ल नाति त कहिले ल्याउने म बाज्यो मेरो टाइम भयो भने म लिएर आउँछु भोलि बिहान ल्याउनु पर्छ ल भोलि स्कुल कार्यक्रम छ स्कुल भोलि नआउन सक्छ म बिहानै ल्याउलाई ल्याउलाई ल हुन्छ बाजे हुन्छ बुझिसकेँ म घर देखाउँछु आउनु होला ल घरमै देखाएको छु ल बाजे स्टार्ट गर ल तमी भन न ए दादी त उठ्यो फुल जान्छ म नै परेकाले त उठ्यो भने जे पाए त्यही नभने है गीत भिडियो बनाउनु लाग्यो जे पाए त्यही नभने है त्यो गीत मात्रै भन्नु राम्रै न पगार खोज्दो बेरो फाक खोज्दो चमारी मौरो बराबर मैले आउँदै मैना चढी तेरो सोच के पैसाका जसो पकाइ तैँले त राखिकन भने मेरो धनिया भन्ने आज अर्थ र फाको त जमारी मौरो पगार खोज्दो भेरो भन्यो अरे नाक्लावलाई टेढो मुखला ल अर्को अब ल भयो बाजे आज यति काम भोलि फेरि गाउनुपर्छ है हुन्छ कि नै तपाईँ र म अब त्यसमा हट्टै गाउने गरौँ ल ठिसमा त हाम्रो बाजेले चाहिँ गीत गाएर सकिसकेको छ अब चाहिँ तरकारी काट्ने टाइम भइसकेको छ करेला जहिले पनि करेला पकाउनु कहिले मासु पकाउँछ नि केही छैन र मेरो भाइ थियो मासु ल्याउँछु भनेको थियो ल्याएन त्यसलाई त भोलि खुडा खान्छ खुडा त्यसले सिधै भाइ साँझ ल्याएर आउँछु भनेको थियो यसरी यो के हो यो इस्कुस हो कि के कुस हो त्योमा थाहा छैन जे भए पनि यो ठुला करेला भन्ने हो यो तरकारी लोकल गाउँको झिल्लीमा आलु लैजानु बाजे झिल्लीमा गोदना हाल न पुडुक्क निमन्ना अटारेर पात नफाले तल नफाले हेर न बुङ्गुर छ नि त खाने हाम्रा तल नफाले त्यो नि ढाका पाँच सय लैजान तरकारी ऊ हुन्छ चाउचाउ नाली खानुहुन्छ
त्यसै पनि खाने पनि हुनु पर्यो नि बजे सबै लिछन् पडक्क दाँत कस्तो हालेछन् बजेले टिलिका द पड 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 चबाउँछन् यो अहिले खिचा फोटो है किन मेरो बदनाम त हद्दैन बाजे हो तमी तम्रो बदनाम किन हद्दो त म नाथी तम्रो बदनाम गरिकन मलाई के चाहिने त तमी मुला लगाऊ बाजे बजेर तमी बस्नु मजासँग खानु है बाजे है कि नै ना पात पनि लैजान्थे परि त्यो दुई राम्रै पात लैजाथे त्यो पनि हाल्नु मिक्स गर्नु ल ठिक छ सही ल त्यो पनि लैजा त्यो मिक्स गर्नु बाजे ठिक हुन्छ खतरा हुन्छ बाख्रो क्याहरू कहाँ मानु मिल हिँ बाख्रा कहाँ मान्ने त नि हिँ बाख्रा दिमाग खराब गरे खाने यार एक बाख्रो बाँध्न अरे अब बाख्रा फेरि बाँध्ने टाइम भइसक्यो भित्र ए हेर न यो कति खुसी भयो हामीले बाबु कट्टे 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 मेरो पनि हवस् साडी वाले ए दादा प्लिज यार सरी के आई हम्बल रिक्वेस्ट के प्लिज नाम न यार किन हानिरहेको कि मलाई उता जा बहुत साडी जा जा हान्छस् दाइलाई तँलाई मिलभित्र बाँध्न लिन्छु भाइ अब सिधा कुरा हो यो बोसो बढी भइसक्यो अब के कस्तो त्यही भएर माथि नै हान्दे मसु हान्दे डर नमान्नु मसु त त्यति हेर्नुहोस् हान्दे सिधा हान हो घच्चे पट्यो हान नाम त सिधा यहाँ मेरो पेन्टु हेर मेरो बाबु यो हेर्न दाइले हान्छ साले के छ बाबै तँ कहाँ छि भने यार भेटघाट छैन केही छैन यार यता हेर्दैन एकचोटि हेलो गाइज भन्दैन क्यामेरा हेर्दैन भाइ यार प्लिज आई हम्बल रिक्वेस्ट यु फर हिम हेलो गाइज भन्दैन हेलो गाइज भन्न दादा भन न यार प्लिज के पप्पी कस्तै खाइदियो ए ल फेरि गर त खतरा गऱ्यो यार ल हेर भान्जा बिल्ला छाडिदियो छाडिदिने के त लागेको छ पढ है थिएँ यही कोब्रा ल्यान्ड नाक साक कसरी हान्नु थाहा त छ कि नै थाहा छ किन हान्नु कसरी थियो थाहा छ मामा न त्यो पढ्न लाग भक्कुल ल्याउँछु नत्र भने त्यही यसो अलरेडी भर्खर म धान कुट्न लगाएको थिएँ धानसान कुटेर पनि आइसकेँ फास्ट हो कि सिधै खरार गरिदिन्छु सोच त के आइरहेको पनि एकचोटि तल बजारसम्म पुगेर आउनु पऱ्यो के छ बजारको बेदा एकचोटि बजारको चलफल के छ बुझेर आउनु पऱ्यो म नगएसम्म बजारतिर कामै हुन्न अरे आजभोलि यार त्यही भएर ल माउडे दाइ थिए पहिला माउडे दाइ गइहाले के गर्ने त माउडे दाइले चलपल देखाइरहेको थियो गाउँतिर अब माउडे दाइ गइहाले उता काठमाडौँतिर अब चलपल देखाउने भए रहेछन् एनपिएलतिर ल माउडे दाइलाई पनि ठिक छ ल भन्न चाहन्छु प्रगति गरिरहन् दाइले राम्रै गरिरहन् मार्केट खान्छन् बिस्तारै भाइलाई नबिर्सनु माउडे दाइ भड्केर आयो भनेपछि पछि भाइलाईहरूलाई कोन ओ माउडे दाइ भनिदिनु छोड्दै केटाहरू भन्न चाहिँ नभन्नु आई हम्बल रिक्वेस्ट फर हिम सो त्यही नै अब तलसम्म जाऊँ के कस्तो छ आजतिर बजारको चलपल हिजो अस्ति पनि गएको छैन लेट्स गो फर द मार्केट के छ खस्किरा व्यवस्था केही छैन मेरो यस्तो भिडियो बनाइदिनु फ्रीमा आउनुभयो छैन फेरि पैसा दिनु फेरि फ्रीमा एकदम फ्रीमा के दिनु चिया नास्ता चाउमिन अन्डा राइस फ्राई राइस एउटा अन्डा खाने चिकन राइस एउटा अन्डा खाने सब छ लन्च फ्रीमा ल ल्या नाइ केही यार हैन दाजु म त्यस्तो काम गर्दैन म
यो भाइ हाम्रो भाइरल मान्छे होइन भाइरल मान्छे यो नवीन भण्डारी भाइरल हो यसको भिडियोमा लाइक शेयर फलो के गर्नु पर्ने हो एउटा अन्डा हो अलि अन्डा छैन निकाल्न मिल्दैन त अनि सबैजनाले सब्स्क्राइब गर्नु होला है गाइस सब्स्क्राइब गरिदिनु हाम्रो भाइलाई सबैजनाले सब्स्क्राइब गरिदिनु होला लाइक कमेन्टहरु ल तपाईँ उ गर न के खाने भन तिमी के खाने हो यो खाने हो एउटा त्यही खाऊ फ्रीमा होइन ल मैले स्पोन्सर आनेकोमा मलाई फ्रीमा दिहान पैसा माग्यो भने फेरि भिडियो बनाउनु है भिडियो बनाउनु है